Hello, you beautiful people. Welcome back to my channel. It's your boy Breezy back with another vlog, and you are watching Breezy vlog. हामी रिकन्डिसन जान्छौँ हैन. सो रिकन्डिसनबाट एउटा बाइक पिक गर्नुपर्ने छ भोलि पास गर्नको लागि. सो रिकन्डिसन तपाईहरुलाई थाहा छ, म गइरहने रिकन्डिसन हाम्रो पाजुको रिकन्डिसन. सो त्यहाँ जान्छु, बाइक लिएर आउँछु अनि भोलि पास गर्नुपर्ने छ. कसको लागि के हो भनेर चाहिँ हामी बिस्तारै भनौँला. So stay tuned. See you on the GoPro guys. ल म चाहिँ घरबाट निस्किएँ तर पानी पर्दियो झ्याउ भने त अच्छा यस्तो बेला पानी पर्यो होला त. पहिला साथी घर जान्छु, साथीलाई लिएर अनि जान्छु. बाइक पनि ल्याउनु छ. के गर्ने पानीले बोर गरिदियो. अघिसम्म परेको थिएन, ठ्याक्कै निक्लिनलाई पर्थ्यो. अब अलि ठुलो पऱ्यो भने फेरि गोप्रो भित्र हालिहाल्नुपर्छ, नत्र चाहिँ गाह्रो पर्छ. ठुलै पऱ्यो यार. ल साथीहरू, ब्याक टु गोप्रो अगेन. यता थोप्पै पानी पऱ्यो नि. हामी रेनकोट लगाएर बसिरहेछ. हेलमेट नयाँ किनिदिने रे. कहाँ दिन्छ त सेकेन्ड ह्यान्डमा हेलमेट? साथीहरू, हामी चाहिँ पुगिसकेको छौँ नयाँ बजारतिर. अब नयाँ यहाँ वर्कसपमा छ अरे बाइक चाहिँ. हल्का अब आफ्नो मान्छेलाई दिने भएपछि त टायर सायद चेन्ज गरिदिनु पऱ्यो नि त. सो टायर चेन्ज गरिदिनु भएको छ अरे. अनि कोन बेरिङ पनि गएको छ अरे. सो कोन बेरिङ पनि चेन्ज हुँदैछ भन्ने हल्ला सुनेको छु हाम्रो पाजुको तर्फबाट. अब त्यही गइन्छ च्याट्ट लाएर गल्ली गल्ली गएर बाइक लिएर आइन्छ. त्यसपछि भोलि पास गरिन्छ. अनि हेलमेट पनि लिन जानुपर्छ गाइज. आज चाहिँ होइन होला. अब हेलमेट चाहिँ भोलितिर गइन्छ जस्तो लागेको छ. अनि मलाई चाहिँ जिमको ब्यागहरू लिनु थियो होइन. अब आज भ्याइएन. यो बाइक आजै पास गर्ने भन्नुभएको थियो खासै. तर अब खै त्यो मेन्टेनेन्सले गर्दाखेरि चाहिँ, बाइक मेन्टेनेन्सले गर्दाखेरि चाहिँ आज भ्याइएन. सो घरमै बसिरहेँ म. आउनुहुन्छ होला भनेर लास्टमा आउनु भएन. सो भोलि पास. अनि त्यसपछि सबै एकैचोटि भोलि जानु पऱ्यो. अनि मलाई चाहिँ स्विमिङ पुल भइरहेको रहेछ त. एकचोटि पिसी बिल्ड गर्नको लागि चाहिँ होइन. अहिलेको लेटेस्ट के छ यसो बुझ्न जान मन थियो. सो त्यो पनि बुझ्छु भोलि. अनि पिसीको चाहिँ कोटेसन लिएर आउँछु. बिस्तारै पिसी पनि बिल्ड गर्नै पर्छ, नत्र चाहिँ गाह्रो पर्छ. कहाँ छिरे बुढो? यतापट्टि हो क्या यार. यो बाटो जस्तो लाग्यो मलाई. हो हेरौँ पिसीको नि कति पर्छ, बुझ्दै गरौँ. बुझ्दैमा के जान्छ र होइन साथीहरू. ल केटा हो, बाइक रेडी, चकाचक. अब चल्दैछ हामी. ल बस. धेरै राम्रो भयो नि. टिटिट सोयो. ल हेत्तेरिका 5 बजी आएको, 1.5 घन्टै लगाइदियो यार. 1.5 घन्टा भनेको थियो अघि बनाउनुलाई, ठ्याक्कै 1.5 घन्टै लगाइदियो. ल ठिक छ. अब बाइक लिएर घरतिर चल्दिने. कताबाट यताबाट होइन हामी. सो हो
यसपछि चाहिँ चट्ट एकचोटि न्यु रोड पनि छिर्नुपर्ने छ। ए कहाँबाट जाने? सिधै यहाँबाट गल्लीबाट जाने हो? ल बाइक लिएको चाहिँ यही हो, सब चकाचक बनाएर ल्याइयो होइन। अरू भने त्यस्तै हो। अब अहिले चाहिँ हामी जाँदैछौँ न्यु रोडतिर। सो अस्ति भ्लग बनाएको थिएँ मैले, त्यो अपलोडै गर्न कि राम्रो लागेन है। सो त्यो जो साथी मसँग आइरहेछ उसको चाहिँ भाउजूको मोबाइल पनि बनाएको थियो। सो के भन्छ त्यो टच आइसी कि के हो त्यो गएको थियो अरे, अनि त्यो बनाउनु गएको थियो हामी। अनि बनाएर ल्यायो, एक दिन टच भयो, फेरि टच भएन अरे। सो त्यो फेरि बनाउनु दिएको थियो। अब त्यो काम छैन, बनाएर काम छैन जस्तो कुरा भयो। सो त्यही फिर्ता लिएर जाने। अनि अहिले बहिनीलाई पनि लिएर जानुपर्छ फेरि। कतिखेर अब आमा किन हो हर्न हानेको? मरना है क्या भोसड़ी के? मरना तेरे को डर नहीं लगता? हानि चाहिँ नपर्दियोस्, अरू भने त्यस्तै हो नि त। बाइक चाहिँ राम्रै रहेछ, जस फ्रेस छ बाइक चाहिँ, सेकेन्ड ह्यान्ड भए पनि। चलाउने मान्छेले चित्त बुझाउनु पर्यो। मलाई त ठिकै लाग्यो। आज चाहिँ घरै लान्छु यो, अनि भोलि बिहान चाहिँ आएर गुर्जोधरा ल्याइदिन्छु, अनि पास गरेर पठाइदिने। अझै त केटा हो। नाइट भ्यू अफ बसन्तपुर हेरौँ गाइज। कताबाट छिर्ने त? अब यताबाट छिर्नु पर्ला। यो नि कन्स्ट्रक्सन गरी भइसकेछ यार, धेरै भएछ नआएको म त यार। कन्स्ट्रक्सन गरेको यादै होइन त मलाई। होइन अस्ति भर्खर आएँ होइन भने म, तर यो देखिनँ क्या यार मैले। त्यस्तै लाग्यो मलाई चाहिँ। ल हामी आएको बस्दा चाहिँ उयो तलको हो, माथि स्यामसङ लेखिरहेको छ नि, त्यसको तलपट्टिको त्यो एप्पल रिपेयर यार भनेर लेखेको छ। त्यहाँको पहिला नि रिपेयर गरेको, दुईचोटि रिपेयर गरिसक्यो, त्यो पनि भएन। अब लास्ट एउटा एकचोटि ट्राई गर्ने रे, भएन भने भएन। अब के अन्त अब यस्तै हो। मोबाइलको मामालाई पठाइदिनु हेर्नुको लागि के छ होइन, फोनमै यो गर्नु, एकचोटि ट्राई गर्नु, के हुन्छ पनि सक्यो नि त, यति हो नि त। ल मोबाइल पसलबाट निस्क्यो, मोबाइल अझै बनेन। अब हामी एकछिन बसन्तपुरतिर बस्छौँ। किन भन्दाखेरि अहिले गयो भने, घर गयो भने फेरि बहिनी लिन आउनुपर्छ। त्यही भएर यहीँबाट सँगै लिएर जाउँ भनेर सोचेको। कुरै होला जस्तो छ साथीहरू। गाह्रो पार्टी खान बहिनी जाने, दाइ चाहिँ यहाँ धुलो खाने के हो। ल साथीहरू हेरौँ बसन्तपुरको चलपल रातिको। हामी चाहिँ यहाँ अब डुगुलन्ठन, हामी अब एकछिनको लागि डुगुलन्ठन हामी होइन, यसो घुम्छौँ पनि कुर्छौँ। कुर्ने बाहेक हाम्रो अरू केही काम छैन। ल बसन्तपुर पनि 4-5 राउन्डै हानियो, अझै पनि बहिनीको फोन आएन। अब के अन्त, अब बस्दा अल्छी लागिसक्यो। बिस्तारै जाउँ, जहाँ गएर फोन आउँछ। अब के अन्त। ल घरै जानु पऱ्यो यार। कुर्दा झ्याउला। अब फोन गऱ्यो भने फेरि लिन आउँला। अब सो गाइस म घर पनि आइसकेँ। आजको काम भनेको सबै गर्छु भनेर सोचेको थिएँ, केही पनि गर्न पाइएन। बाइक ल्याइयो, अब भोलि पास गर्छु। पास गर्न बिहानै जान्छु होला होइन। दूरसञ्चार बनाएछ गुर्जोधरा। अनि त्यसपछि चाहिँ अब बाँकी काम भनेको आज जे गर्छु भनेको काम सबै पेन्डिङ भयो। अब भोलि नै हुन्छ। अब धेरै कामहरू छ, अब भोलि भेट भइहाल्छ होइन। सो यहाँसम्म भिडियो हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद।
That's all for today's vlog. Hope you guys have enjoyed it. If you have enjoyed it, like, share and subscribe गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला. अर्को भिडियोमा भेट भइहाल्छ. Until then, keep loving, keep supporting. Signing off, Breezy Vlogs. Thank you for watching. Bye bye.